हेलो नमस्ते गुड मर्निङ। अहिले हामी चाहिँ छाङछाङटी गाउँ घर हामी जाँदैछौँ। यतिखेर हामी सबै ठुलाहरूका लगभग सब परिवार चाहिँ हिँड्छौँ। को छ नि त भनेर तपाईँहरूलाई हेर्नु चासो छ भने ल हेर्नुहोस् है त। ल गौतम भाइ हाम्रो गणेश भन्दाले 5 बजेर हिँड्नुभएको थियो। हाम्रो गौतम भाइ पनि छन्। त्यसपछि आमा कमला बहिनी काठमाडौँबाट गाउँ कस्तो भएको त्यो भएको छ भनेर हेर्नु मन लागेर हिँड्दैछौँ। यहाँ कल्पना आन्टी हुनुहुन्छ। त्यसपछि मकै खाँदै हिँड्नुभएको छ। अरू चुइगन चलाउँदै हिँड्छन्। यहाँ दिपा आन्टी हुनुहुन्छ। यहाँ दिपा आन्टी त्यसपछि आएर हाम्रो ठुलाहरूको माइल दाइ आउँदै हुनुहुन्छ। धुरो दाइ उहाँ पनि अब यहीँ सेम बस्न आउँदै हामी थाकिया छ। अब माथि पुग्दाखेरि कस्तो हुन्छ तपाईँहरूले हाम्रो यो चाहिँ एबिसी वाकिङ जस्तै हो। वाकिङ जस्तो हामी हिँडिरहेछौँ। हिँड्न सकेका छैनौँ अहिलेलाई। के कस्तो हुन्छ सर हेरेर यो उकालो जाने त 15 मिनट घर पुग्थ्यो। उता धाना थैलो बोकेर अहिले रित्तै हिँड्न पनि गाह्रो भएछ। त्यहाँदेखि बसाइसराइले तराइले बसियो। उहाँ हिँड्न नपर्ने बस्यो त खाँदै त्यहाँ आएर जाने 1 घन्टा पनि पुग्न मुस्किल छ अहिले। पैसा चाहिँ डन्नै कमायो। धेरै वर्षपछि मामाहरू साथमा यो पुरानो याद फर्काउँदै जन्मथलो हिँड्दाखेरि सबै दाजुभाइ हिँड्दा एकदम एक्साइटेड। सधैँ अब आकाशमा उडेर आएको मान्छे आज हिँडिरहनु भएको छ। सधैँ गाडी घोडा हल्का भयो म बुढो मान्छे लौरो टेकेर नसकेर हिँडेको छु। ल सधैँ कति ट्याक्सी पनि चलाइरहन्छ दिपकै हिँड भनेर आज चाहिँ दाइहरूले हाम्रो ठुलाहरूले चाहिँ छाङछाङदी मन्दिरलाई अवलोकन गर्दैछौँ है। त्यो यो भविमा डाँडा डाँडा फुल लागेको छ। यसमा मिल्दैन। हो अनि क्यानो बसेको पनि ढङ्ग उठ्न भनेको थियो। 6 जनासम्म बोकेर लान्छौँ। म बिचमा क्यामेराम्यान दिपक ढुङ्गाना गरिरहेको छु। अहिले हामी जन्त्रढुङ्गामा आइसकेका छौँ। जन्त्रढुङ्गामा यहाँ चाहिँ यो जन्त्रढुङ्गाको किम्बदन्ती के छ भन्नु होला नि। यहाँ जन्तीहरू 2टा जन्तीहरू भेट भएर अनि त्यसपछि अहिले बिल आएको भएर यहाँ चाहिँ त्यो बिल आएर ढुङ्गाहरू उत्पन्न भएर यहाँ जन्त्रढुङ्गा रहन गयो नाम भन्नुहुन्छ त्यसलाई। आज हामी हाम्रो नआएर कान्छी यहाँ बितेको आज 10 दिन भयो। त्यसमा चाहिँ हामीले एउटा संस्कृति राख्नको लागि पनि सबै हामी मिलेर होइन राख्नको लागि सबै चाहिँ अब हामी बुटोलबाट त्यसपछि वालिङबाट होइन त्यसपछि आएर चाहिँ काठमाडौँबाट सबै दाजुभाइहरू जम्मा भएका छौँ। र यतिखेर चाहिँ सबै जानुपर्छ भन्ने चाहिँ भावनाले हामी चाहिँ आउनुपर्छ यहाँ भने सबैलाई चाहिँ हाम्रो पछिका सन्ततिहरूलाई नि अलिकति सिकाउन जानको लागि हामी यहाँ यसरी चाहिँ भेला भएका छौँ। र कोही मान्छेहरू पछि आउँदै हुनुहुन्छ। हामी चाहिँ आज हिँडेरै जानुपर्छ जन्त्रढुङ्गाको उकालो। हामी सानैदेखि हिँडेको रमाइलो हुन्छ भनेर हामी सबै दाजुभाइहरू बिहानदेखि खुसी भएर हिँडेर आइरहेका छौँ। हामी यहाँ आएको चाहिँ त वालिङबाट वालिङ बजारबाट हो। अनि त्यहाँ देवीखानबाट त्यसपछि अहिले कुहिरो हटिसकेको छ। यहाँबाट जन्त्रढुङ्गा चने दाइको घर हो। हामी चाहिँ यहाँ एकदम रमाइलो गरिरहेछौँ भेटिरहेछौँ। अब चाहिँ रहिजाऊ बोकुबाट हाल्यो। यो दाजुभाइ बसौँला त्यहाँ बसेर मलाई खाना सके जानी माने चौतारी छ अब हामी चौतारीतिर बस्छौँ। कमला यसो पस्थ्यो त्यहाँ पहिला। अब उसले हाम्रो देब्रोलाई उसले पुग्ने भएन चेलीबेटी हो। अब हामी उसले चाहिँ अब गाडी त्यहाँ बुझाउँदै जम्मा हुँदाखेरि त्यही बुझाउँछ कि उसले पहिले लगेर घर पसिन्दै के ल्याएर भात खुवाउनु
त होइन उठेर हिँड्नु सक्दैन उठेर पढ्नु सक्दैन हो हो त्यही त अनि होइन निरानी नै हुनुहुन्थ्यो कि म 2 वर्ष पहिला अहिले सक्नुहुन्छ तपाईँले यो सबै एक्सर्साइज गर्यो भने फिट हुन्छ एक्सर्साइजै गर्नु एउटा छोराले हिँड्ने यही मात्रै हिँड्नु पैसा के खोजेर आज 10औं दिनका दिन हामी विभिन्न दाजुभाइहरू विभिन्न ठाउँबाट यहाँ भेला हुँदैछौँ साह्रै शीतलो छ रमाइलो छ अनि 84 वर्ष पुग्न लाग्नुभएको बासमा बसेर गफ त बहुत रमाइलो लागिरहेछ के गर्ने संसार यस्तै हो जे छ जिन्दगी ठिक छ हाँसी खुसी गर्ने सन्तोष यस्तै हो ल हजुरबा हेरेर खुसी यस्तै हो हामी दाइ कहाँ आइसकिया छ भित्र यो चाहिँ के हो डिग्रो फर्म 10 दिन आज डिग्रो फर्ने सबै यहाँ आइहाल्छ है त सन्चै हुन्छ के मामाले कटहर बिहान उसिनेर आलु उसिनेर सबै काटेर बडा इन्टरनेसनल तरिकाको कटाइन्छ धन्यवाद बढ्यो खाना गरिदिनु बाहिर बाहिर हरियो खाने